मौसम पनि राम्रो छ है आमा। घरमा आमा सबै कामहरू भ्याएर आउनु भएको हो। कुकुरलाई पनि तपाईँलाई बुवासँग जीवन बिताउँदाखेरि कस्तो महसुस हुन्छ? एकदम खुसी लाग्छ कि दुःख लाग्छ? खुसी भयो भने राम्रो खुसी साथ हिँड्नु पाइन्छ, खानुलाई पुग्ने हुनुपर्छ, भयो भए त राम्रो हुन्छ नि। त्यतिको त त्योभन्दा राम्रो कस्तो हुनु। जस बाबुआमाको जिन्दगी चाहिँ बुवा चाहिँ अब उहाँ आउँदै हुनुहुन्छ। बुवाआमाको जिन्दगी चाहिँ रमाइलो छ, एकअर्काले बुझ्ने। अहिलेसम्म आमा हामी यत्रो उमेर भइसक्यौँ होइन, तपाईँहरू बाजेको पनि मलाई थाहा छैन क्या होइन। बाज्नुहुन्छ कि हुन्न? बाज्नु हुँदैन, धेरै गनगन गर्नु हुँदैन। जति गनगन गरे उति नै मान्छे राम्रो हुँदैन के। अब खुसी साथले गफ गरेको जस्तै मिलेर जुलेर हिँड्नुपर्छ क्या। बुढाबुढी मान्छे भएपछि अब कति वर्ष चाहिँ अब बाँच्दछ त बाँच्दैन नि, धेरै छैन नि बाँच्ने उमेर। अनि मिलिजुली हिँड्नुपर्छ। वाह कस्तो राम्रो। ल गाइस, हाम्रो बुवाआमा चाहिँ अहिलेसम्म बाजेको पनि थाहा छैन, झगडा पऱ्यो अरे बुढाबुढी भन्ने पनि थाहा छैन होइन। सत्य कुरा हो यो चाहिँ, किनभने बुवा एकदम सोझो हुनुहुन्छ, आमा पनि सोझो हुनुहुन्छ, एकअर्काले बुझ्ने हुनुहुन्छ। अनि त्यस्तो कुराहरू चाहिँ झै झगडा के हो भन्ने कुरा पनि थाहा छैन हामीलाई होइन। त्यस्तो झगडा पनि परेन पनि, बुवाआमाको विषयमा थाहा पनि परेन पनि। अनि जे होस् खुसी लाग्छ, यस्तो कुराहरू सुन्दाखेरि धेरै नै खुसी लाग्छ। गाइस हामी चाहिँ चढिसक्यौँ गाडी। आप्पा र आमा बसिसक्नु भयो गाडीमा, हामी गाडीमा चढिसक्यौँ।